एसिया महादेशको घाँसे मैदानलाई के भनिन्छ? स्टेप्स भनिन्छ। अब हामीले एसिया महादेशको घाँसे मैदानलाई स्टेप्स भनिन्छ भनेर कसरी सम्झिने भने हामीले एसियालाई के सम्झ्यौं? एसी बनाउने के त एसी। अब त्यसरी एसीलाई तिनी कानमा बोकेर हैन तपाई घाँसे मैदानमा हिँड्दाखेरि कसरी त स्टेप स्टेपमा ख्याल गर्नुपर्छ भनेर सम्झिने के त साथीहरु? एसी बोकेर घाँसे मैदानमा हिँड्दा स्टेप स्टेपमा ख्याल गर्नुपर्छबाट के त एसिया महादेशको घाँसे मैदानको नाम हो के त स्टेप्स हो भनेर सम्झिन सकिन्छ। त्यसैगरी रहेको छ के त भन्दाखेरि अफ्रिका महादेश। अफ्रिका महादेशको घाँसे मैदानलाई के भनिन्छ? सावना अथवा भेल्ड भनिन्छ। अब अफ्रिका महादेशको घाँसे मैदानलाई भेल्ड भनिन्छ भनेर कसरी सम्झिने भने अफ्रिकीहरु घाँसे मैदानमा भेडा चराउँदै बस्छन्। अब के त अफ्रिकी भनेका काला हब्सी हैन एकदमै गरिब भन्ने जुन किसिमले हामीले अहिले इमेज बनाउँछौं नि साथीहरु दिमागमा त्यही सम्झिनु। तिनीहरु घाँसे मैदान अफ्रिका महादेशको घाँसे मैदान तिनीहरु अफ्रिका महादेशका चाहिँ मानिसहरु घाँसे मैदानमा के गर्छन्? भेडा चराउँछन्। के भेडा चराउँछन्? भेडाबाट के त भेल्ड भनेर सम्झिन सक्छौं अफ्रिका महादेशको घाँसे मैदान। त्यसै गरी रहेको छ उत्तर अमेरिकाको घाँसे मैदानलाई के भनिन्छ? प्रेरी भनिन्छ। के त प्रेरी भनिन्छ। अब उत्तर अमेरिकाको घाँसे मैदानलाई प्रेरी भनिन्छ कसरी सम्झिने भन्दाखेरि अमेरिकाका मानिस घाँसे मैदानमा प्यार गर्दै बस्छन्। हेर्नुस् त यो के हो? घाँसे मैदान हो। अब यिनीहरु घाँसे मैदानमा अमेरिकनहरु कसरी बस्छन्? प्यार गर्दै बस्छन्बाट के सम्झिन सक्नुहुन्छ? उत्तर अमेरिकाको घाँसे मैदानको प्रेरी। त्यसैगरी के त भन्दाखेरि दक्षिण अमेरिकाको घाँसे मैदानलाई के भनिन्छ? पम्पाज। अब यसलाई यसरी सम्झिने साथीहरु दक्षिण अमेरिकालाई के सम्झिने? यहाँ दक्षिणा भनेर सम्झिने। दक्षिणा टीका लगायो भने दक्षिणा दिनुहुन्छ नि हो त्यही सम्झिनुस्। दक्षिण अमेरिकालाई दक्षिणा भनेर सम्झिने भने दक्षिणाको पैसाले घाँसे मैदानमा के लगाउने? प्याज लगाउने। तपाईहरुले टीका लगाए बापत के पाउनुभयो? दक्षिणा पाउनुभयो। अब त्यो दक्षिणाले दक्षिण अमेरिका भनेको नि त यहाँ दक्षिण अमेरिकालाई दक्षिणासँग लिंक गर्ने हो नि त साथीहरु। दक्षिणा पाएको पैसाले मैले घाँसे मैदानमा के गर्नु पर्यो? त्यहाँ प्याज लाउने। प्याजबाट के पम्पाज भनेर सम्झिन सक्नुहुन्छ। त्यसैगरी के त भन्दाखेरि अन्टार्क्टिका महादेशको घाँसे मैदानलाई के भनिन्छ? जबकि अन्टार्क्टिका महादेश भनेको 90% चाहिँ नै हिउँले ढाकिएको महादेश हैन। हिउँको च्यादर भनेर चिनिने महादेश भनेपछि त्यहाँ मानिसको जीवन नै सम्भव छैन, वनस्पति नै छैन। तपाईँ हिउँले ढाकेको छ त्यहाँ के अरे घाँसे मैदान हुने कुरो छैन भनेपछि हिउँले ढाकेको महादेश हो यो। त्यसैगरी युरोप महादेशको घाँसे मैदानलाई के भनिन्छ? यसलाई पनि स्टेप्स भनिन्छ। साथीहरु हाम्रो एसिया महादेश र युरोप महादेश जोडिएका छन् भनेपछि तपाईले यहाँ चाहिँ अब त्यो त्यतातिर तपाईले बुझ्न सक्नु भएन भने यसरी बुझ्नुस्। यहाँ त युरोपलाई के भनेर सम्झिने भन्दाखेरि रोप भन्ने, रोप्ने भन्छ नि, खेत रोप्ने, धान रोप्ने, के रोप्ने हैन। रोप्दाखेरि घाँसे मैदानमा पनि स्टेप स्टेप मिलाएर रोप्नुपर्छ भनेर सम्झिने। कसरी? युरोपलाई के बनाउने? रोप्दाखेरि घाँसे मैदानमा रोप्ने हो नि त।